ए प्रिन्स। ल तिम्रो नाम भन त सुरु गरौँ। मेरो नाम सुमित यादव। सुमित यादव। मेरा नाम प्रिन्स ठाकुर। मेरो नाम अर्जुन राय। अर्जुन राय। मेरो नाम अंकित महतो। तिम्रो नाम रेशम कुशवाहा। रेशम कुशवाहा। तिम्रो नाम आयुष कुमार सिंह। तिम्रो नाम अंश कुमार शर्मा। तिम्रो नाम नितेश राउत। तिम्रो नाम प्रतीक श्रेष्ठ। तिम्रो नाम सत्यम यादव। तिम्रो नाम कृष्ण शाह। तिम्रो नाम तिम्रो नाम तिम्रो नाम राम। तिम्रो नाम तिम्रो नाम तिम्रो नाम तिम्रो नाम सूरज शाह। तिम्रो नाम राज कपूर महरा। तिम्रो नाम 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 पंकज ठाकुर। तिम्रो नाम ल यति चाहिँ हाम्रो बोइजको केटाहरू भए। 6 अर्थका केटाहरू जतिजना छन् अहिले। अब 6 अर्थका केटीहरू। तिम्रो नाम हजुर आकृति शाह। तिम्रो नाम अनुष्का यादव। तिम्रो नाम सृष्टि यादव। तिम्रो नाम अर्पिता दास। तिम्रो नाम अंशु। तिम्रो नाम अनिशा शाह। तिम्रो नाम मोनिका शाह। तिम्रो नाम रिया शर्मा। तिम्रो नाम मोनिका महतो। यो क्लास 6 अर्थका केटीहरू यतापट्टि र 6 अर्थका केटाहरू यतापट्टि है। अब केटाकेटीहरूको अझ देखाएर पनि हुँदैन, मेरो पनि देखाउनुपर्छ भिडियोमा आएन भने त बर्बाद हुन्छ। त्यही भएर ल यो चाहिँ म है त यतातिर म छु। यो यतापट्टिको मेरो साइडमा राइट ह्यान्ड साइडमा छन् केटीहरू है, र मेरो लेफ्ट साइडमा जतापट्टि पनि बसिरहेको सबै केटाहरू बसिरहेको। त्यहाँ हाई यताउता नगरे किनकि भिडियो सबै युट्युबमा हुन्छ। त्यही भएर आफू एकदम अनुशासित विद्यार्थी जस्तो देखाउने हो। ल यतापट्टि केटा साइडहरू, यतापट्टि केटी साइडहरू। ल आज यिनीहरूले मेरो यो स्कुलमा अन्तिम दिन भएको कारणले यिनीहरूले चाहिँ आज एउटा फेयरवेल जस्तोको लागि, हुन त मैले यिनीहरूलाई आज फेयरवेल दिनुपर्ने हो, तर त्यही पनि यिनीहरूले आज मलाई नै उल्टे फेयरवेल दिइरहेका छन् किनकि मेरो अन्तिम दिन आयो यो स्कुलमा। त्यही भएर यिनीहरूले फेयरवेलको लागि एउटा समथिङ केक लिएर आएको छन् र केही सानोतिनो गिफ्टहरू लिएर आएका छन्। गिफ्ट पनि लिएर आएको छन्, केक पनि लिएर आएको छन् साथसाथमा। अब हामीहरू चाहिँ एकछिनमा केक कट गर्नेछौँ। आज यिनीहरूको विक्रम सम्वत 2082 साल चैत महिनाको 15 गते आज लास्ट दिन। यिनीहरूको इक्जाम पछि अब यिनीहरू एकैचोटि 7 अर्थमा जानेछन्। एक क्लास बढ्छन् यिनीहरूको, सबै तरिका राम्रो बढ्छन्। खालि एउटा के हुँदैन भन्दाखेरि एउटा भनेको यिनीहरू 7 अर्थमा गए पनि त्यहाँ म चाहिँ हुँदिनँ किनकि मैले अब यो स्कुलमा रिजाइन गरिसकेको छु। आज मेरो अन्तिम दिन रहेको छ यो स्कुलमा। एज अ क्लासमा अन्तिम दिन छ। हुन चाहिँ अब 1 हप्ता इक्जाम हुन्छ। इक्जाम पछि पनि म हुन चाहिँ हुन्छु, उतैतिर हुन्छु काठमाडौँतिर, तर स्कुलमा चाहिँ यिनीहरूको क्लासमा चाहिँ आज लास्ट दिन। ल यिनीहरू यतापट्टि भए। अब यो एकचोटि मेरो पनि फोटो यतातिर जाओस् है। फोटो मेरो पनि आइसक्यो, यिनीहरू पनि आयो। सबैजनाको युट्युबमा अपलोड हुन्छ यो भिडियो, त्यही भएर सबैजनाले हेरिदिने है त। ल हेरिदिने, सब्सक्राइब गरिदिने, अझै सब्सक्राइबर बढाइदिने। र यही भिडियोबाट के भन्न चाहन्छु भने गिभ अवे पनि रहनेछ है त। गिभ अवे रहनेछ। यदि मेरो युट्युब च्यानलमा 1000 सब्सक्राइबर पुग्यो भने गिभ अवे रहनेछ। अहिले सब्सक्राइबर भनेको टोटल 281 छ। यदि 1000 सब्सक्राइबर पुग्यो भने गिभ अवे भनेछ। गिभ अवेमा धेरै राम्रो गिफ्ट ह्याम्परहरू हुन्छ। त्यही भएर जसले सब्सक्राइबर राख्छ सब्सक्राइबरहरूको लागि मात्र गिभ अवे हुन्छ। त्यसको लागि सबैजनाले सब्सक्राइब गरिदिनु पऱ्यो, भिडियोलाई लाइक गरिदिनु पऱ्यो, कमेन्ट गरिदिनु पऱ्यो, सेयर गरिदिनु पऱ्यो सबैजना विद्यार्थीहरूलाई त। जसले सेयर गरेको छैन, मेरो अफिसियल युट्युब एकाउन्ट छ। युट्युब एकाउन्टमा पनि मेरो राज रायमाझी नाम छ, फोटो छ मेरो। त्यहाँ गएर जाने, सब्सक्राइब गरिदिने सबैजनाले जसले सब्सक्राइब गरेको छैन है त। आज यिनीहरूको लास्ट डे। ल यतिकैमा अब यिनीहरूको क्लास पछाडिको डेस्क कल साइडको खाली नै छ। केटाहरूको अलिकता भरि नै छ लास्टसम्म पनि, अनि केटीहरूको चाहिँ अलिकता खाली छ। केटीहरूमा 3 जना, 3 2 5 6 6 4 10 जना केटीहरू। केटाहरूमा लास्ट डेस्कमा 3 जना, सेकेन्ड लास्ट डेस्कमा 2 जना, थर्ड लास्ट डेस्कमा 4 जना, अनि फोर्थ लास्ट डेस्कमा 4 जना। त्यसै गरी हाम्रो फोर्थ डेस्कमा 4 जना, थर्ड डेस्कमा 3 जना, सेकेन्ड डेस्कमा 3 जना र फर्स्ट डेस्कमा पनि 4 जना गरेर 4 3 7 3 10 10 4 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 जना केटाहरू छन्। 27 जना केटाहरू र 1 2 3 4 5 6 7 8 9 10 जना केटीहरू गरेर टोटल 27 र 10 37 जना प्रेजेन्ट छन् आज। जबकि यिनीहरूको क्लासमा 42 जना विद्यार्थीहरू छन्, 5 जना भने चाहिँ एब्सेन्ट छन्। र यो चाहिँ क्लास हो 6 अर्थ है। सबैजनाले हेरिदिने 6 अर्थ। ल 6 अर्थ क्लास यो भयो। ल अब जाउँ केकतिर। केक कस्तो रहेछ हेर। एकचोटि केकको पनि स्वाद हामी चाख्दिउँ है त। ल थ्याङ्क यू।